हेलो नमस्ते नमस्ते के छ सबैजना सन्चै आराम हुन्छ अनि मैले चाहिँ आज नयाँ भिडियो बनाएको छु सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला है त सबैजनाले है अनि कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला कमेन्टमा है अब म जाँदैछु ड्युटीमा अनि बाटोमा के कस्तो छ घाम कस्तो छ होइन सबै बताउने छु है त म हजुरहरूलाई ओके भेटौँला ल है साथीहरू आज चाहिँ खासै घाम चाहिँ छैन होइन खासै घाम चाहिँ छैन बस चाहिँ गइसक्यो बसमा जान पर्नेमा चाहिँ केही छैन होइन अगाडि भेट्यो भने चाहिँ बसमा जाने साथीहरू नत्र भने अटोमा जानुपर्छ साथीहरू के गर्नु गाह्रो छ हौ गाह्रो छ गर्मी पनि यस्तै छ घाम पनि यस्तै छ होइन के गर्नु बाँकी भिडियोहरू हेर्दै गर्नु होला है त साथीहरू यस्तै छ ऊ गाडी गाडी बसमा चाहिँ जानु पर्यो अब चाहिँ बस चाहिँ अब सिग्नल चाहिँ लगाएको छ तर सिग्नलमा गाडीहरू सिग्नलमा नरोकिकनै गयो होइन देख्न सक्नुहुन्छ बस त साथीहरू रोकेन के अरे होइन अब चाहिँ अटोमा जानु पर्यो म चाहिँ अब 15 रुपियाँ सेयरिङ अटो हो सेयरिङ अटोमा सर्र जाने साथीहरू है त यो चाहिँ चकला हो यो चाहिँ हाम्रो चाहिँ अब मेन मार्केट हो मेन मार्केट छ यहाँ चाहिँ होइन रातिखेर नै बबाल मार्केट लाग्छ अनि बिहान पनि बबाल मार्केट लाग्छ यतिखेर त किनकि घाम लाग्यो नि त त्यही भएर सबैजना हटिसकेको छ सब्जीहरू पनि अलिअलि छ हेर्न सक्नुहुन्छ ल साथीहरू फाइनली चाहिँ अब अटोमा बसिसकेको छु अटोमा चाहिँ 3 जना नहुँदासम्म चाहिँ चलाउँदैन कि यो सेयरिङ अटो हो नि त त्यही भएर चाहिँ 3 जना नहुँदासम्म चलाउँदैन कि 3 जना भएपछि चाहिँ अब अझै मसँग 3 जना भयो अझै 2 जना आयो भने चाहिँ सर्र लिएर जान्छ हेर ए बस पनि आएर त यार क्या यार ब्याडलक भयो नि त केही छैन फाइनली चाहिँ म अन्तरी स्टेसन आइसकेको छु अब हेरौँ अन्तरीबाट चाहिँ म बसमा जाने हो होइन बसको लागि पनि म लाइन लाग्नुपर्छ गाह्रो छ नि साथीहरू हेर्नुहोस् है त यो सबै रेलको हो यस्तो सबै हिँडिरहेको होइन ट्रेन यस्तो तपाईँलाई उयो गरेर देखाउँछु है त मैले ट्रेन उडेको मान्छेहरू पनि यहाँ चाहिँ जोस् जहाँबाट पनि अनि जताबाट पनि मान्छे चाहिँ यहाँ चाहिँ हर ठाउँको मान्छेहरू भेटिन्छ क्या यहाँ चाहिँ होइन कहाँ कहाँबाट आउनुहुन्छ यहाँ चाहिँ मान्छेहरू चाहिँ भेटिन्छ जोस् रमाइलो हुन्छ होइन यस्तो बवाल छ कि यहाँ दामी छ तपाईँहरूले हेर्न सक्नुहुन्छ के हो आज त शनिबार भएर क्या ट्रेन पनि खासै चलेको छैन त यार के हो बाँकी दिन त आम्मामा चलिरहेको ट्रेन चाहिँ अहिले चाहिँ खासै चलेको छैन साथीहरू ट्रेन होइन हेर्नुहोस् है त पुरै मान्छे पनि पुरै खाली छ यताउता कोही छैन मान्छे पनि हेर्न सक्नुहुन्छ अब हेरौँ बसमा कतिको मिल्छ मान्छेहरू अनि ओके हेर्दै गर्नु होला है भिडियोहरू चाहिँ लास्टसम्म हेर्न नछुटाउनु होला